विपद बाजा बजाएर आउँदैन भन्ने कुरा हामीले बुझेकै छौं। यो विपद अत्यन्तै कहाली लाग्दो ढंगले आएको छ। सरकारले कुनै पनि कसर बाँकी रहने छैन। राज्यका सम्पूर्ण संयन्त्रहरू नागरिकको जीवधन बचाउनको निमित्त अहोरात्र प्रयोग हुनेछन्, सदुपयोग हुनेछन्। तिनको एक एक लेखाजोखा हामी राख्ने नै छौं। तर नागरिकको ज्यान र नागरिकको जनधन भन्दा ठूलो यतिखेर केही पनि होइन। सरकारले आफ्नो पूर्ण सामर्थ्य प्रस्तुत गर्नेछ, पूर्ण इमानदारीका साथ काम गर्नेछ। कुनै दलको झण्डा लिएर होइन, देशको झण्डा लिएर एकै पटक उत्रिनको निमित्त आह्वान पनि गर्न चाहन्छु। मेरो कोसिस रहनेछ कुनै अत्यावश्यक हुँदा बाहेक म फिल्डमा आफू जाने छैन, बरु आफ्नो सरकारलाई प्रभावकारी रूपमा काम गराउनमा मेरो भूमिका रहनेछ। तर कुनै कारणले, कुनै कारणवश पुग्नु परेका खण्डमा कुनै पनि किसिमको भिआइपी मुभमेन्ट, सुरक्षा अथवा अन्य कुनै चीज मेरा लागि चिन्ता गर्नुपर्ने छैन। र मेरो दलका सांसदहरू जाँदा पनि सुरक्षाकर्मीले त्यस्तो कुनै चिन्ता नलिइकन आफ्नो काम गर्नुभयो। नेपाललाई घाउ लाग्दा, देशमा घाउ लाग्दा कुनै एक पटक पनि विदेशमा भएका नेपालीहरूले मलम पठाउन छुटाउनु भएको छैन। यसपटक पनि उहाँहरूले पक्कै पनि देशका लागि मलमको जोहो गर्नमा मद्दत गर्नुहुनेछ भन्ने कुरा म अस्पतालहरू तैनात भएर बसेका छन्, त्यहाँ स्वास्थ्य कर्मीहरू स्ट्यान्ड बाई अवस्थामा रहनु भएको छ। जुनसुकै परिस्थितिलाई सामना गर्नको निमित्त 24 घण्टा तयार भएर विभिन्न अस्पतालहरू, बेडहरू, स्वास्थ्य कर्मीहरू रहनु भएको छ। लब्ध प्रतिष्ठित प्रसिद्ध व्यक्ति घटनास्थलमा पुग्दा कहिलेकाहीँ सुरक्षा निकायले अतिरिक्त ध्यान उहाँहरूको सुरक्षालाई पनि दिनुपर्ने जटिलता पनि रहन्छ। कहिलेकाहीँ लोकप्रिय मानिसहरू हुँदा त्यो भिडभाडले विषयान्तर हुने र अन्य चुनौतीहरू थपिने जोखिम पनि रहन्छ। यस्ता कुराहरूलाई मध्यनजर गर्दै हामीले दिने राहत सामग्री, हामीले गर्न खोजेको काम, हामीले गर्न खोजेको मानवीय सेवा सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य लगाउनेछ। नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएको हुनाले सकभर सरकार पुगोस्। हामी मध्ये कोही पुगेछौँ भने पनि सरकारले हाम्रा लागि अतिरिक्त सुरक्षा, अतिरिक्त सेवा केही पनि दिनु पर्ने छैन। हाम्रा साथीहरूलाई कुनै पनि किसिमको आफ्नै तरिकाले व्यक्तिगत तवरबाट साथीहरू जानुहुनेछ। प्रशासनलाई कुनै पनि किसिमको उहाँको दखलअन्दाज नगर्ने तवरले हामी जानेछौँ, जानु परेको खण्डमा, नत्र जाने छैनौँ। यो पनि म सम्मानित सदन मार्फत जानकारी गराउन चाहन्छु। जोखिम कायमै रहेको हो कि भन्ने किसिमका सूचनाहरू पनि आइरहेको हुनाले सबैजनालाई अतिरिक्त सतर्कता अपनाउन पनि म यहीँबाट अपिल गर्न चाहन्छु। सँगसँगै हामी हाम्रा नागरिकहरूलाई बचाउने मात्र होइन, हाम्रो देश घुम्न आउनुभएका विभिन्न देशका नागरिकहरूको उद्धार, राहत र उहाँहरूको ज्यानलाई जोखिम नहोस् र उहाँहरूको पनि उद्धार र उपचार होस् भन्ने कुरामा अत्यन्त सचेत छौँ। म यही संसदको रोस्ट्रमबाट अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्धक्क हुन र सरकारले आफ्नो सामर्थ्य यस कहालीलाग्दो विपदमा उहाँहरूको साथमा सिङ्गो रासोपा र सिङ्गो सरकार साथ रहेको कुरा म यो सम्मानित सदनलाई अवगत गराउन चाहन्छु। यो सरकार बलियो सरकार हो। सरकार बलियो भनेको संसदको संख्या होइन। आपत पर्दा, अप्ठ्यारो पर्दा कति बलियोसँग, कति प्रभावकारी ढङ्गले सरकार पुग्दछ, त्यसका आधारमा सरकारको मापन हुनेछ। संसारलाई भन्नुपर्नेछ कि आपत पर्दा नेपालले जे गरेर देखायो, संसारका अन्य देशले पनि त्यस्तै एकबद्धता आपतमा देखाउन सक्यो भने मात्रै हामी देशका रूपमा संसारभरि चिनिनेछौँ र संसारका सबै देशले देख्ने गरी, अन्तर्राष्ट्रिय समुदायले देख्ने गरी हामी त्यो एकबद्धताको अभ्यास पनि यसपटक गर्नेछौँ भन्ने कुरामा म विश्वस्त हुन चाहन्छु। यो विपद बाजा बजाएर आउँदैन भन्ने कुरा हामीले बुझेकै छौँ। तर पनि कहिलेकाहीँ प्रविधिको विकास सँगसँगै यस्ता सूचनाहरू प्राप्त हुने गर्दछन्। हामीले फड्को मार्नुपर्ने विकास को जुन एउटा बाटो तय गरेका छौँ, हामीले त्यो विकासको जुन एउटा हामीले परिकल्पना गरेका छौँ, हामीले परिकल्पना गरेको विकासभित्र विपदको पूर्व सूचना सम्बन्धी जानकारी प्राप्त गर्ने संयन्त्र या प्रविधिको आवश्यकता पहिलो नम्बरमा बस्नुपर्ने आवश्यकता देखिएको छ।